यहाँनिर पनि हजुरहरूले देख्नुभयो र अहिले हामीले 72 भन्दा बढी प्रडक्टहरू सर्भिङ नै गर्छौँ। तपाईहरुको बीचमा सर्भिङ नै गर्छौँ 5 वटा सेक्टरमा। पर्सनल केयर, ब्युटी केयर, बेभरेज, हाउस होल्ड र अल्टरनेटिभ मेडिसिन अथवा सप्लिमेन्ट, यो 5 वटा शीर्षकमा ब्रान्डेड प्रोडक्ट अथवा नेचुरल 100% नेचुरल, नो साइड इफेक्ट, नो केमिकल। हाम्रो प्रोडक्टमा तपाईहरुले जुन प्रोडक्ट प्रयोग गर्नुहुन्छ त्यसमा कुनै पनि केमिकल थपेको, घटाएको, मिसाएको पाउनुहुन्न। यसको चाहिँ ग्यारेन्टी रहेको छ। त्यो ग्यारेन्टी चाहिँ युटर्न रिसर्च एन्ड डेभलपमेन्टले लिएको छ। काहीँ पनि तपाईहरुले कुनै त्यस्तो शंका लाग्यो अथवा तपाईहरुलाई प्रयोग गर्दै गर्दाखेरि कुनै कुरा त्यस्तो लाग्यो भने तपाईहरुले यो प्रोडक्ट कहीँ पनि लगेर टेस्ट गर्न सक्नुहुन्छ। अझै ब्युटी केयरमा त हाम्रो होल व्हाइट जुन रोयल जेली, मौरीको दुध भनिन्छ नेपालमा, अनि साई खाना पनि भनिन्छ, रोयल जेली एक्सट्र्याक्ट गरेर हामीले ब्युटी केयर बनाएको छौँ। रोयल जेली भन्ने बित्तिकै ब्युटीको यस्तो चिज हो, क्वीन भनेर भनिन्छ। किनकि रानी मौरीले निरन्तर लाइफ टाइम, रानी मौरी जब निर्माण हुन्छ, जन्मिन्छ, उसले लाइफ टाइम प्रयोग गर्ने चिज हो रोयल जेली। अनि शरीरमा कदमा हेर्ने हो भने पनि सामान्य मौरीहरूभन्दा 3 गुणा रानी मौरी ठुलो हुन्छ र आयुमा हेर्ने हो भने पनि कति झनै 700 गुणा बढी चाहिँ रानी मौरी बाँच्छ सामान्य मौरी भन्दा। अब तपाईँ र मैले विचार गरौँ, हामी रोयल जेलीको प्रोडक्ट प्रयोग गर्दैछौँ अथवा ब्युटी केयर लगाउँदैछौँ भने पनि यहाँबाट स्पोरबाट त्यो रोयल जेली भित्र जाने भयो पोषणको रूपमा, र खाँदैछौँ भने डाइरेक्ट यसले चाहिँ डिटक्सिफिकेसनको, पोषणको काम गर्ने भयो। भनेपछि अब हेर्दाखेरि तपाईहरुले रानी मौरीलाई हेर्नुभयो भने उसको शरीर नै अलिकति गोल्डन टाइपको हुन्छ हैन, जसले दिनमा त 2000 अण्डाहरू पार्ने काम पनि गर्छ। त्यहाँ हेर्नुहोस् है, उसको प्रजनन क्षमता, प्रजननको लागि हामी किन रोयल जेली खुवाउँदैछौँ? हजारौं परिवारहरू चाहिँ निसन्तान परिवारहरू चाहिँ सन्तानबाट चाहिँ लाभान्वित हुनुभयो। किन भन्दाखेरि यस्तो खालको क्षमता हाम्रो मास्टर प्रोडक्ट रोयल जेलीमा रहेको छ। र अब प्रोडक्टको कुरा गर्नु पर्दाखेरि मैले भने हाम्रो चाहिँ भक्तपुर सूर्यविनायक नगरपालिकाको 8 नम्बर वडा दार्जिलिङ हाइट भन्छ, त्यहाँनिर चाहिँ हाम्रो मल्टिपल फ्याक्ट्री, अहिले आफ्नै फ्याक्ट्रीबाट यो सबै कुराहरू उत्पादन भएर हजुरहरूको बीचमा आउँछ। कुनै दिन हजुरहरूलाई त्यस्तो उत्साह लाग्यो, यहाँको टोली 4 नम्बर वडाको टोली चाहिँ युटर्न फ्याक्ट्री